एक्सिडेन्ट भयो। खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। केपीलासगढी गाउँपालिका 2 खारतामछाको बालाबेसीमा हेलिकप्टर दुर्घटनामा परेको हो। काठमाडौँबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कणेलले जानकारी दिइन्। दुर्घटनामा मानवीय क्षति नभएको जानकारी आफूले पाएको कणेलले बताइन्। केपीलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हो। सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए। एक्सिडेन्ट भयो। एक्सिडेन्ट भयो या ऊ त मुन्टे भाँच्यो। मुन्टो भाँच्यो। करायो भाँच्यो। यो यहाँनिर एकदमै नसोचेको दुर्घटना भयो। काठमाडौँबाट 2 नम्बर वडा केपीलासगढी 2 नम्बर वडा बालाबेसीमा चाहिँ यहाँनिर लास लिएर आएको हेलिकप्टर चाहिँ के समस्या के प्राविधिक समस्या हो भनेर यसले हामीले यहाँनिर हेरिरहेका छौँ। यो केपीलासगढी खोटाङ जिल्ला केपीलासगढी वडा नम्बर बालाबेसी भन्ने ठाउँमा चाहिँ यसरी हेलिकप्टर दुर्घटना भएको छ। तपाईँलाई म यहाँ प्रत्यक्ष देखाउन चाहन्छु। हेलिकप्टर यहाँ छेद विच्छेद भएको छ, टुक्रा टुक्रा भएको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ मान्छेहरू मानवीय क्षति भने यहाँनिर भएको छैन भन्ने कुराहरू आएको छ। यहाँ एकजनालाई चाहिँ केही घाइते हुनुभएको छ भन्ने कुराहरू छ। लाइभ प्रत्यक्ष प्रसारणमा छ।